हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। म चाहिँ अहिले छु काठमाडौँमा। कतिजना थाहा छ होला, कतिजना थाहा छैन होला। म चाहिँ अहिले काठमाडौँमा छु अनि आज फेरि जाँदैछु माइती घर मण्डलाको हाम्रो प्रोग्राममा। हाम्रो युनिटी, हामी नेपाली बीच युनिटी हुनुपर्छ। विशेष गरी जेन्जी बीच युनिटी हुनुपर्छ। यता झुन्ड बनाएर उता झुन्ड बनाएर हिँड्नु हुँदैन भने चाहिँ हाम्रो मूल सन्देश लिएर हामी हिजोदेखि प्रोग्राम गर्दैछौँ। हिजो चाहिँ भाइटिकाको दिन हामीले वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त अर्पण गऱ्यौँ, मालाहरू चढायौँ, क्यान्डलहरू बाल्यौँ। अनि आज पनि अब हामी मिल्नुपर्छ, यसरी झुन्डमा हिँड्नु हुँदैन भनेर चाहिँ अब प्रोग्राम राखेका छौँ। मलाई चाहिँ ढिलो भयो, 9 बजे बोलाउनु भएको थियो, 11 भइसक्यो। स्वयम्भूदेखि त्यो कलङ्कीमा जाने एउटा बसमा चढेँ, फेरि कलङ्कीदेखि यहाँ शहीद गेटसम्म आउने एउटा बस चढेँ। अब चाहिँ म पुग्न लागिसकेँ, हेर्न सक्नुहुन्छ। अनि जे होस्, सबैजना युनिटी भएर अगाडि बढौँ। यस, वी क्यान डु इट। हाम्रो देश हामी बनाउन सक्छौँ क्या। सो एकीकृत चाहिँ हुनु पऱ्यो, सब हुन्छ। युनिटीमा पावर हुन्छ नि, होइन? एकीकृत हुनु पऱ्यो, एकीकरण हुनु पऱ्यो, सब थोक सम्भव छ। त्यही भएर अब जाँदैछु। हामी आउनेछौँ साथीहरू, हामी नेपाल बनाउनेछौँ है। ल गाइज, आज चाहिँ हाम्रो साथी छिन् मेरो ब्लगमा। हेलो भनिदेऊ साथी। ऊ चाहिँ खतरा हो, साइन्स स्टुडेन्ट हो, स्पेसली सैनिकबाट। एन्जोय गरौँ न ऊ साथी। सैनिकियन स्टुडेन्ट हो, खतरा होइन। स्माइलमै फिदा हो सबैजना होइन। एकदम धेरै स्ट्रङ गर्ल। हेर न हौ, फेरि राम्रो कस्तो क्युटी देखिरहेको। मलाई हेर न कस्तो तोपचे देखिरहेको। अगाडि हेर न, पोङ झारेर। ल हामी भेट्दै गर्नुपर्छ साथी, नबिर्छ ल मलाई। उसले मलाई म्याथको सिकाइदिन्छन् भन्दै चाहिँ। साइन्स स्टुडेन्ट हो नि त, होइन? यहाँ यतापट्टि चाहिँ आन्टी हुनुहुन्छ हाम्रो। हेलो आन्टी। ल साह्रै तपाईँ त सपोर्टिभ हुनुहुन्छ क्या, एकदम धेरै राम्रो लाग्छ। तपाईँ पर्यो नि, देशमा केही परिवर्तन ल्याउनलाई हाम्रो पनि त योगदान छ, हामीले पनि सहयोग गर्नु पर्यो। हाम्रो बाबु नानीहरूले कमसेकम नेपालमै बसेर रोजगार पाए, यही भएको सिपमूलक कामहरू पाए भने त हाम्रो लागि गौरव कुरा। बुढेसकालमा हामी एक्लिनु पर्दैन क्या। यही सोच्नुपर्छ। ल सबैजना यस्तै सोच लिएर अगाडि बढौँ, सबैजना मिलेर अगाडि बढौँ, युनाइट हौँ। ल बाई साथी, गएको। ल अघिदेखि हक गरेको सबै अब जाने। ल केही आज त पानी पनि खाने फुर्सद भयो। ए फुर्सद होइन, खाएरै आएको कि। अनि फेरि आउँछौँ नि, ब्यागै झन्डै बिर्सेछ। हुन्छ ल, हुन्छ हस्, बाई। ल बाई बाई। ल साथी, मेसेज गर न यार तिमी। ल गाइज, अब चाहिँ हामी जान आँटेको यो हाम्रो फुलबारी चोकबाट। यो अस्तिको कुराले हाँस उठ्यो। कस्तो सपोर्टिभ हुन्छ उहाँको आन्टी, सपोर्टिभ, हाम्रो साथी सपोर्टिभ, सबजना कस्तो स्ट्रङ मान्छे है। म अब आउँदै गर्छु है। अहिले प्रोग्रामले गर्दा हल्का भ्याएको होइन, तर म आउँछु साथीसँग भेट्ट। ल जाम साथीहरू। हाम्रो चाहिँ अब आज मम्मी पनि आउँछु भनिराख्नु भएको छ। मम्मी पनि आउनुहुन्छ, ठिक छ।